हाई गरिदिनु न हो कुमार सर। हेलो भनिदिनु न। कहाँ हुनुहुन्छ अहिले? इन्डिया हो? के भएर दाउरा काट्नु भएको? यस्तो छ साथी हो, यस्तै छ हाम्रो चाहिँ जिन्दगी। यसरी नै चलिरहेछ। युद्धले गर्दाखेरि सब बिहाल भइरहेछ है। बिहाल सेलरी चाहिँ जस्तो तसो पाक्दैछ होइन, दिँदैछ, तर काम छैन, होटल चलेको पनि छैन। अनि यस्तै छ है हाम्रो पारा, यस्तै छ। लाइफमा बस्यो, यसो हेऱ्यो अनि गऱ्यो। ओ भ्याकुम हाल, भ्याकुम। दुईजनाले भ्याकुम हान न। तिमी कहाँ हान्ने? तिनजनाले? मुख पनि तिनजनाले नै हान्ने नि? ल ल ल, सुई कि सुई हान। तिमीले कोरिडोरमा पहिले हान होइन। बाहिर ल ठिक छ। अर्को भाइ खै? औ मुनिबाट यार, मुनिबाट चाहिँ स्टार्ट गर भने ढुक्क हुन्छ नि त। ओ हिमाल, हिमाल चिल्लै 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 लगाऊ, चिल्लै। मुनिबाट अहिले मुनिबाट ल्याउनु पर्थ्यो नि त। मुनिबाट तिमीले किन यो बिचबाट गरेको? यस्तै छ है होटलमा। मान्छे सान्छे छैन हेर्नुहोस्। काम गरौँ केटाहरूले, यस्तै छ पारा। भ्याकुमले उयो पनि मुख पनि भयो भने तिनटै ल्याउँछु म एकछिनमा। ल तिनटै लाउनु नत्र भाइ। यसरी काम चलिरहेछ साथीहरूको। आज चाहिँ किनभने साह्रै अल्छी लागेको र 6 बजीतिर मात्रै काम थाल्यो। अल्छी भन्दा पनि लाइन पनि यस्तै छ क्या यो ठाउँमा चाहिँ। लाइन 12 बजीदेखि गएको, ठ्याक्कै 5 बजी 5:30 6तिर मात्रै आउँछ क्या। त्यही भएर अहिलेदेखि काम थालेको केटाहरू गर्दैछन्। सक्यो भन्छ सक्यो। ल पल्लोमा जाऊ, पल्लोमा। हो ड्युटीमा हुँदाखेरि फोन ओभर चलाउनु होइन है केटा हो। यसमा छिरो, यसमा 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 यिनीहरू गरेको। ए ल ए ल ल ल। किन के भयो भन त? ए घोटिरहेको छ त। सेतै छ? सेतै त बनाउँछ त नि घोटेपछि।